जय मसीह यहाँहरू सम्पूर्णलाई। जब हामी फिलिपी 2 अध्यायको 1 देखि 11 पदसम्म पढ्छौँ, ख्रिस्टको मन धारण गर भनेर चाहिँ वचनले हामीलाई भन्दछ। मेरा प्रियहरू, जब हामी फिलिपी 2 अध्याय पढ्छौँ, 2 अध्यायले हामीलाई ख्रिस्टियन जीवनको गहिरो सत्य सिकाउँछ। प्रेरित पावल भन्छन्, ख्रिस्ट येशूमा भएको मन तिमीहरूमा पनि होस्। यसको अर्थ हामीले ख्रिस्टको नम्र, प्रेमपूर्ण र आज्ञाकारी हृदय अपनाउन जरुरी छ। येशू ख्रिस्ट परमेश्वरकै स्वरूपमा हुनुहुँदै पनि उहाँले आफ्नो अधिकार खोज्नु भएन। उहाँ सेवक बन्नुभयो, मानिस जस्तै बन्नुभयो र अनन्त क्रुसको मृत्युसम्म आज्ञाकारी हुनुभयो। संसारले ठुलो बन्न शक्ति र पद खोज्छ, तर परमेश्वरको राज्यमा ठुलो बन्ने बाटो नम्रता र सेवा हो। पावलले हामीलाई सम्झाउँछन् कि स्वार्थ वा घमण्डले होइन, तर नम्रताले अरूलाई आफूभन्दा ठुलो ठान। आफ्नै मात्र होइन, अरूको हित पनि खोज। अन्त्यमा हामी देख्छौँ कि येशू आफैले आफूलाई होच्याउनु भयो, तर परमेश्वरले उहाँलाई उच्च पार्नुभयो। आज पनि यही सिद्धान्त हाम्रो जीवनमा लागू हुन्छ। जो नम्र हुन्छ, परमेश्वरले समय आएपछि उचाल्नुहुन्छ। मेरा प्रियहरू, यो वचनबाट एउटै प्रश्न छ, के हाम्रो मनमा ख्रिस्टको मन छ? यदि छ भने हाम्रो जीवनले प्रेम, एकता र सेवाको गवाई दिनेछ।